ल हाम्रो केटाहरु चाहिँ त्रिपुराकोट बिहान चाहिँ निस्किन लाग्यो हैन कोडादेखि हाम्रो प्रतीक भ्लगर हुनुहुन्छ हैन अब त्रिपुराकोट हामी निस्किन लाग्छौं त्यही हो बाटो अब यतैबाट हो हैन यही हो अब हामी यहाँदेखि कम्तीमा 2 घण्टा पछि चाहिँ अब त्रिपुराकोट पुग्छौं होला अब ल हाम्रो केटाहरु चाहिँ हैन अब त्रिपुराकोट हिँड्न लागेको छ हैन घरदेखि अब भर्खरै कोठादेखि चाहिँ अब निस्किदै छु यो चाहिँ हाम्रो देवा भाइ हो हैन हाम्रो प्रतीक भ्लगर यहाँ सबै यतै हुनुहुन्छ हैन उ हाम्रो के रे बोस हाम्रो बोस चाहिँ उहाँ नै हुनुहुन्छ अब करिब हामी घरदेखि हिँड्न लाग्छौं करिब 2 घण्टा पश्चात चाहिँ हामी त्रिपुराकोट पुग्छौं होला हैन 5 जनाको ग्रुप छ त्यही हो ल आउँदै गर्नु होला त्रिपुराकोटतिर भेटौँला हैन हामी चाहिँ घरदेखि हैन अब केटाहरु यही हो केटाहरु चाहिँ हाम्रो हैन हाम्रो केटाहरु चाहिँ यही हो टक्क त्रिपुराकोट आज चाहिँ दर्शन सर्शन गरेर हामी चाहिँ निस्किन्छौं होला हाम्रो प्रतीक भ्लगर कता हुनुहुन्छ उ आउँदै हुनुहुन्छ हैन उहाँ विशेष पुजारी चाहिँ उहाँ नै हुनुहुन्छ हैन आजको त्यही हो हामी चाहिँ अब करिब 2 घण्टा पछि चाहिँ त्यहाँ पुग्छौं हिँडेर पुगेपछि अनि हामी त्यहाँ पुगेर टक्क फुल भिडियो चाहिँ हाम्रो युट्युबमा आउँछ हैन युनिक एट्री भ्लगमा आउने छ टक्क साथ सपोर्ट गरिदिनु होला त्यही हो भित्रको हाम्रो केटाहरु चाहिँ माथि नै छ हैन सो गाइज हेलो त्यही हो अब टक्क हामी घर यो चाहिँ हाम्रो गाउँ हो हैन यो चाहिँ हाम्रो गाउँ हो यो गाउँदेखि चाहिँ हामी भर्खरै निस्किदै छौं यो गाउँदेखि चाहिँ हामी निस्किदै छौं भर्खरै हैन हाम्रो गाउँ चाहिँ यही हो अब केही छैन भोलि चाहिँ हाम्रो दशैं हो भोलिसम्मको भिडियो पनि हाम्रो आउँछ होला देख्न सक्नुहुन्छ हाम्रो शुभचिन्तकहरु हैन शुभचिन्तकहरु हुनुहुन्छ त्यो केटाहरु चाहिँ हाम्रो 8 जना जति पुग्न सक्छ हैन त्यहाँ पुगेर हामी अब बाइक छैन भन बाइक साइक छैन हैन हाम्रो अब मोटो भ्लगर चाहिँ आउँदैन हामी चाहिँ अब जे होस् दर्शकको तपाईहरुलाई चाहिँ उता त्रिपुराकोटको भिडियो चाहिँ तपाईलाई देखाउँछौं हैन त्यो आउँदैन त ल अब चाहिँ हामी यो पछि अब हाम्रो एयरपोर्टको हल्का टुच्च जान्छ त्यसपछि त्यो हुँदै हामी भेट्टीसम्म गाउँको भिडियो चाहिँ तपाईहरुले ल्याउने छौं अनि प्लस अप्ठ्यारो बाटोहरुको आउने छ हाम्रो प्रतीक भ्लगर चाहिँ आउनुहुन्छ हैन हेर्नु न भन्नाले पनि प्रतीक भ्लगरको सेकेन्ड के उहाँ नै हुनुहुन्छ है अब हामी चाहिँ अब त्यही हो एयरपोर्टतिरको भिडियो हेर्छौं यो चाहिँ हाम्रो के भन्छ जुफाल एयरपोर्ट हो हैन भर्खरै जुफाल एयरपोर्ट हामी प्रवेश गरेका छौं जियोस् करिब हाम्रो बिस्तारै भयो पनि हिँड्दै जाने के रे यात्रा पैदल यात्रा गर्ने सोकिङ हो अब दशैं लागिसकेको छ थाहा पाउनु भएको छ मान्छेहरु पनि छैनन् हैन यो चाहिँ हाम्रो दशैं लाग्छ अब दशैंमा प्राय मान्छेहरु पनि हुँदैन नि पसलहरु पनि बन्द छ हैन त्यही हो यो जोडी चाहिँ बाइकको भिडियो आउँदैन होला अब बाइकको भिडियो भन्दाखेरि नि हामी अब यही हातबाटै हल्का है दिन्छौं फ्रन्ट बी बोस हाम्रो बोस चाहिँ उहाँ नै हुनुहुन्छ है प्रतीक भ्लगर बिग उहाँ चाहिँ खगेन्द्र सुनार हुनुहुन्छ खगेन्द्र सुनारको चाहिँ उहाँको बिग फ्यान भनौं न खगेन्द्र सुनारको बिग फ्यान हो है कफी हो कफी चस्मा लगाउन चस्मा लगाउन सर क्या नामले त्यही हो हामी चाहिँ अब भर्खरै जुफाल एयरपोर्ट सकिन लाग्छ हैन ट्याक्क लाएर अब जुफाल एयरपोर्ट सकियो भने हामी चाहिँ अब त्यहाँदेखि तपाईहरुलाई भेट्टीको भिडियो देखाउँछौं हैन यही भएछ हो इफेक्ट गरेर हाल्ने के छ ठीक छ सपिङ महलमा छिर्नु भएको भ्लग बनाउँछु भन्छ तर तँले राम्रोसँग बोल न केटा किन बोल्नु पर्यो पछि हाल्यो बिगु त भएस पछि हाल्यो बाबु हाम्रो बोस उहाँ नै हुनुहुन्छ हैन लोकेसन यो कभर हो सब गण्डकी दियो दादा भिडियो जति बनाउने अट्छ नि हैन कम्तीमा धेरै हुँदैन 25 वटा जति हुन्छ त्यसले जोडेर एउटा बनाउने हो के ठ्याक्कै युट्युबमा ले जस्तो बस्ती गुण्डाको जस्तो हेरेर बनाउनु पर्यो के गुण्डा यो चाहिँ हाम्रो खाद्य अब यो चाहिँ अब हामी जुफाल के भन्छ जुफाल चाहिँ बजार सकिन लाग्यो यहाँ चाहिँ पहिला चामल लग्नलाई चाहिँ लाइन यताउता लाग्थ्यो
बहुत गाह्रो हुन्थ्यो अहिले चाहिँ त्यस्तो छैन डेभलपहरू भयो नगरपालिकाहरू बन्यो अब यो चाहिँ हाम्रो बस पार्क होइन जुफालको बस पार्क होइन यो चाहिँ अब सुधारिएको के भन्छ टोयलेट शौचालय देख्नु भएको छ ट्याक्क लाएर देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो दुनै चाहिँ हामी 12 किलोमिटरमा पुग्छौँ अब त्यही हो बाइकको अब यात्रा नहोला एकचोटि सबै केटाहरू हिँडेर जानु हुन्छ होइन यो चाहिँ हाम्रो अब यो दुनै चाहिँ 12 किलोमिटरमा दुनै पुगिन्छ भनेर देखाएको छ अब तिरुपाकोट चाहिँ देखाएको छैन नि त हाम्रो नगर त्यो नगर नै फरक हो त्यही भएर होइन 12 किलोमिटर तिरुपाकोट होइन सरी 12 किलोमिटर यहाँ देख्नु भएको छ दुनै हाम्रो चाहिँ दारबिसना धारो होइन जो अब सुविधा चाहिँ यही छ भनौँ न उकालो आउँदा पनि पानी पिउने यतै हुन्छ है अब जाँदा पनि करिब एकचोटि चाहिँ बस्नै पर्छ यो ठाउँमा होइन देख्न सक्नुहुन्छ सबै केटाहरू आइसकेका छन् होइन 7-8 जना केटाहरू जस आजको राइड चाहिँ चिल होला जस्तो छ होइन हिँड्दै भए पनि जस हाम्रो चाहिँ यो नमुना स्कुल हो अब त्यस्तै गर्दा हामी यहाँबाट करिब त्यो ठाउँमा पुग्नेछौँ होइन यो ठाउँमा छुच्चो देखेको ठाउँमा यो ठाउँमा पुग्नेछौँ त्यहाँबाट पुगेपछि यताको भिडियो नै आउँछ भेटी हामी ओह्रालो झर्दैछौँ होइन बाटो यस्तै छ अप्ठ्यारो अब खास्याङ खुल्छौँ अब करिब हामी अब 10 मिनटमा ओह्रालो कटाउँछौँ ओह्रालो कटाएपछि चाहिँ पुरै हाइवे रोडमै आउँछौँ के हाइवे रोडमै हामी अब दिनेछौँ त्यही हो मान्छेहरू चाहिँ देख्न सक्नुहुन्छ होइन मान्छेहरू चाहिँ तिरुपाकोट दर्शनको लागि मान्छे टन्नै गएका छन् त्यही हो प्रायः मान्छेहरू गाडीमै हिँड्छन् अब हामीहरू चाहिँ अब यसचोटि अलि हिँडेरै जाने सोकिङ भएर चाहिँ हिँडेर आएको बाटोहरू सिनहरू त अब देख्न सक्नुहुन्छ अब बाइकहरू पनि त्यही हो पहिलातिर बाइकतिर हिँड्थ्यो अब एकचोटि चाहिँ टक्क होइन अब टक्क लाएर केटाहरूसँग सबैसँग रमाइलो गर्दै हिँडौँ भनेर यो चाहिँ हाम्रो केटाहरू हो अनि अगाडिको चाहिँ हाम्रो दर्शन गर्न जाने आन्टीहरू हो होइन त्यही हो देख्न सक्नुहुन्छ यहाँतिर अब यस्तो राम्रो सिनहरू छ डोल्पाको होइन अब हामी यहाँदेखि चाहिँ त्यो भेट्टीको एउटा राम्रो एउटा तपाईँहरूलाई भिडियो देखाउँछौँ त्यो पछि हामी अब गाउँको प्लस अलि कुनै ठाउँहरूमा त्यस्तो भयो भने त्यो देखाउनेछौँ नत्र पुरै हामी उता मन्दिर दर्शन गर्दाको भिडियो देखाउनेछौँ त्यस्तै हो मान्छेहरू चाहिँ अब एकदमै स्पष्ट नै देख्नु भएको छ होइन तपाईँहरूले अनि हामी दुई भाइ चाहिँ लास्ट छौँ होइन अनि अरू केटाहरू चाहिँ अगाडि गइसक्यो त्यही त हो ल हेलो गाइज सबैजना सन्चै हुनुहुन्छ हामी चाहिँ तिरुपाकोट मन्दिर जान लागेको जस्ट अब विजय दशमीको सबैलाई शुभकामना छ अनि हाम्रो यो टोलीहरू चाहिँ दिदीहरू हुनुहुन्छ बहिनीहरू हुनुहुन्छ होइन हाम्रो टोलीहरू चाहिँ अगाडि गइसक्यो टक्क लाएर विजय दशमीको सबैजनालाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ सो गाइज हामी चाहिँ अब उसको तर्फबाट गरेँ अनि हामीले चाहिँ विशेष गरी कालरा जाने भनेको होइन वास्तवमा भन्नु कारण चाहिँ नजानु कारण के हो भने चाहिँ हाम्रो चाहिँ हिजो चाहिँ मेरो लड्कीहरू थिएन है यहाँनिर मेरो गर्लफ्रेन्डहरू थिएन ब्रेकअप भइरहेको होइन मेरो गर्लफ्रेन्ड भएको चाहिँ गाउँ चाहिँ त्यहाँ माथिको हो है तर त राम्रोसँग देखाउन चाहदिनँ तर अहिले चाहिँ अब अस्थायी गर्लफ्रेन्ड चाहिँ बनाउन चाहन्छु तर अब त्यही भएर हिजो चाहिँ त्यही गाउँ हो तर हिजो जान चाहेन तर आज चाहिँ अब मन्दिर चाहिँ दर्शन गरेर जानै पर्ने हुन्छ होइन केटीको लागि जाने कुरा भएन के अरे विशेष गरी कालरा जानको कारण के हो भनेपछि त्यही हो गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट गर्नको लागि जाने हो होइन त्यही भएर हाम्रो गर्लफ्रेन्ड पनि छैन अनि आफू त सिङ्गल पऱ्यो होइन अनि त्यही हो हामीले चाहिँ भेट्टी हाने कि हामी मर्दाखेरि पोल्ने ठाउँमा पुग्न लागिरहेको छौँ त्यहाँ तल है उयो चाहिँ भेट्टी होइन हामी सागर पुग्न लागिसक्यौँ त्यही हो हाम्रो भ्लग चाहिँ आउँछ छोटो मिठो आउला तर होइन जस्तो सुकै भयो नि अब यसो ड्याङ्ग लारिदिनु होला लाइक के कमेन्ट पर्दैन बरु लाइक चाहिन्छ हामीलाई होइन त्यही हो अब चाहिँ हामी भेटी पुगिसक्यौँ अब केही समयपछि हामी तिरुपाकोट पुग्छु होला तिरुपाकोट पुगेपछि हाम्रो एउटा सानो छोटो मिठो भिडियो आउँछ तिरुपाकोट मन्दिरको अब तिरुपाकोट मन्दिर चाहिँ दर्शन गर्न अब जुफाल मतलब अब डोल्पा जिल्लाको सबै मान्छेहरू आउँछन् तल्लोदेखि माथिल्लो फुटल्लोको सबै मान्छे आउँछन् विशेष गरी अहिले चाहिँ हाम्रो बाइक चाहिँ अब 2टा बाइक थियो होइन 10 जना केटाहरू गयो मिलेन पैदल यात्रा आइदिएको त्यही हो अब बाइक 2टा साथीहरू 10वटा भोगेर मिलेन
त्यही भएर बाइक चाहिँ घरमै छ होइन मेरो त छैन उसको त बाइक छ एउटा सोल्टीको छ ढाक्टो अनि आफू त त्यही हो दियो भने भिखारी ग्याङ पनि हो छैन बाइक ढिलो चाँडो होला होइन तर अब त्यही हो हिँडेर आएको साथीहरूसँग एकचोटि चाहिँ लास्ट दसैँ हो मरिन्छ बाँचिन्छ त्यही हो भर हुन्न कसैको पनि रमाइलो भन्ने चिज चाहिँ गर्नुपर्छ है ल बाई बाई केही समयपछि चाहिँ अर्को भिडियो पनि आउँछ अनि यसको गर्लफ्रेन्ड नभएर चाहिँ केटो अब वरदान हो कि वर के माग्न आइरहेको छ टिपाकुर मन्दिर म भन्छु कि अब मेरो मागेको कुरा पनि यसलाई नि पुरा गरिदिउँ भन्न चाहन्छु कि आफ्नो लागि आफ्नो लागि गर्लफ्रेन्ड छैन मेरो पनि थाहै छैन अस्थायीसँग त्यही भएर उसको लागि चाहिँ विशेष गरी हाम्रो छोरी छ नै फेरि म त 1 नम्बरको बोका अब थाहा छ होइन तर साथीहरूलाई थाहा होला तर चाहिँ धेरै कन्ट्रोल भइसके त्यही हो गोरमा आफै हाल्छु के बोल्छ त्यही हो केटाहरू चाहिँ यतै छ होइन भेटी पुगिसक्यौँ हामी चाहिँ भेटीको घट्ट अब त्यही हो देखाउँछौँ तपाईँहरूलाई हाम्रो प्रतीक भ्लगरको बिग फ्यान यानि रोनी विश्वकर्मा हान्नु भएको छ होइन बबालकै साउन्ड त्यो हामी चाहिँ भेटीको यो ठाउँमा पुगिसक्यौँ हामीहरू मर्दा पर्दा यतै ल्याउने ठाउँ हो यो चाहिँ होइन त्यो चाहिँ हाम्रो चाहिँ घट्ट हो होइन घट्टसहित हाम्रो केटाहरू चाहिँ त्यतै छ होइन ढिला भएको छ केटाहरूलाई आइ गर्दै केटा आइ गर्दै त्यही हो केटाहरू यतै छ है केटाहरू त धाँची केटाहरू मात्रै हो होइन अब त्यही हो हामी त्यो तपाईँहरूले चाहिँ टिकपाकोटको भिडियो चाहिँ बबालकै एकदमै बबाल देखाउँछौँ होइन तपाईँहरूले सपोर्ट गरिदिनु होला आइडी त मैले भनिसकेँ युनिक यात्री भ्लगमा आउँछ है एकदमै सपोर्ट गरिदिनु होला ल बाई बाई पाङ्रा ठुलो भयो होला बाइक त हामीहरू चाहिँ नाता पुग्यौँ होइन हाम्रो यो छ नि यो टोपी लगाएको यसको गर्लफ्रेन्डको घर हो यो चाहिँ होइन यसको घर हाम्रो बोस चाहिँ यता हुनुहुन्छ फाइनली आज चाहिँ उहाँ हिँड्न सक्नु भएको छैन बाइक आउँछ होला होइन केही समयमा हाम्रो बाइक आउँछ अनि उहाँलाई चाहिँ हामी बाइकमा पठाउँछौँ हामीहरू चाहिँ चिल अहिले रमाइलो हान्दै जानेछौँ चिल है फेरि घर उच्च होइन नि त गाइस केटाहरू चाहिँ आइसक्यो अब हाम्रो पनि अब करिब हाम्रो बोसजीको बाइक आउँदैछ होइन केही समयमा अब त्यही हो बाइक आउँछ बाइक आएपछि उहाँहरू बाइकमा जान्छन् हामीहरू चाहिँ हिँड्दै जान्छौँ यहाँ चाहिँ कलर लगाएर उहाँको यो उहाँ पछाडिको सर हुनुहुन्छ नि उहाँ हाम्रो प्रतीक भ्लगरको बिग फ्यान के त्यो चाहिँ उहाँको ससुराली गाउँ हो होइन ससुराली गाउँ हो उहाँको त्यही भएर उहाँ लजाइसक्नु भएको होइन उतै हुनुहुन्छ है केटाहरू चाहिँ गलिसक्यो होइन बिस्तार आउँदैछ है बाइक आउँदैछ होइन केटाहरू बाइक आएपछि बाइकमा जान्छ हामीहरू चाहिँ अब ल कहाँ सबैलाई हाई गरिदिउँ ल यस्तो हल्ला हुल्ला भनिरहेको छु त्यही हो अब हामी चाहिँ अब नाता पुगिसक्यौँ त्यहाँदेखि हामी अब उता त्रिपुराकोटको भिडियो चाहिँ तपाईँलाई देखाउँछौँ त्यसको प्रतीक्षा गर्नु होला होइन ल हाम्रो बोस चाहिँ उहाँ हुनुहुन्छ होइन उहाँ चाहिँ बाइकमा जाने रे बाइक चाहिँ उता आउँदैछ है यो चाहिँ मेरै बाइक हो होइन बाइक चाहिँ उहाँको हो अनि त्यही हो यो फोन पनि उहाँकै हो है त्यो भ्लग हाम्रो चाहिँ अब त्यही हो उता बाइक आइसक्यो तपाईँहरूले पनि देख्नु सक्नुहुन्छ बाइकको भिडियो पनि देखाउनेछौँ मलाई चाहिँ धेरै महँगो फोनहरू चलाउन आउँदैन त्यही हो 1 लाख फीचर्स 1,50,000 को हो होइन 1 लाखसम्मको है त्यही हो बाइक चाहिँ आइसक्यो बाइक चाहिँ आइसक्यो होइन बाइक चाहिँ आइसक्यो बाइक चाहिँ यही हो बाइक आइसक्यो हाम्रो बेबी चाहिँ बेबी चाहिँ बाइकमा जाने रे साउन्डबाट होला के तिनजना जाने त्यही हो चाहिँ त्रिपुराकोटको बेली ब्रिज पुल हो होइन हाम्रो के भन्छ नेपालगञ्जदेखि आएको गाडीहरू चाहिँ यता ठुलीभेरीतर्फ जोड्ने पुल हो देख्नुहुन्छ यहाँ अब हामी चाहिँ त्रिपुराकोट अब यो कटेपछि चाहिँ हामी भन्नाले त्रिपुराकोट बगरकै यानि बजारमा पुग्छौँ होइन त्यहाँ पुगेर टक्क एउटा भिडियो ट्र्याक सानो आउँछ होला टुक्का त्यही हो त्रिपुराकोट के भन्छ बगरको फर्स्ट टाइममा पुगेछौँ उता जान्छ होला होइन ओए कहाँ जाने सिधै माथि रुम भन्नाले कुन नयाँ घर ए नयाँ पहेँलो नै उतै हो पारि रोडदेखि पारि पुलदेखि पारि
लामो तरिकाले बनाएको थियो म चाहिँ यस्तै गरेर हाल्दै बनाएको कि त्यो के चाहिँ लामो किन बनाउनु हाल्दै हल्लिन्छ नि त ओए अन्त नै बाबा हाम्रो बाबाजीसँग भेट भयो होइन त्यो शिवजीको बिग फ्यान भर्खरै हामी दुध थाल भात खाइकन आएको छु होइन दुध थाल भात सबले दुध थाल भात 1 प्लेट मासु खाइकन आयो नि त्यही हो अब हामी चाहिँ माथि गएर अब यसो फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर होइन हामी फेरि निस्किएर अब घरतिर लाग्छौँ चाँडै फर्किन्छौँ 2-3-4 जना केटाहरू चाहिँ अब पुगिसक्यो हामी चाहिँ अब तलबाट हिँड्दैछौँ होइन आज चाहिँ मेरो लागि चाहिँ रोक्याउनु म चाहिँ हिँड्न सक्दैन होइन अब आज चाहिँ हाम्रो खत्रै हुनेवाला छ होइन तपाईँले लास्टमा देखाउने छौँ खत्रै के हुनेवाला छ होइन केटाहरू तलसम्म पनि आइरहेछन् होइन सब हाम्रो ग्याङ हो यो चाहिँ ढाकिलिरु नि किन ढाकिलिरु खत्रै छन् खत्रै न यो कुरा त हामीले अघि पनि भनिसकेका छौँ होइन तपाईँहरूलाई हाम्रो बोस है उहाँ हुनुहुन्छ बोस होइन अनि हाम्रो म्यानेजर यानि कि अनुज किङ है त्यही हो हाम्रो म्यानेजर कार्यालय सकेको चाहिँ हामीले उहाँलाई सफा गर्न राखेका छौँ कार्यालयमा होइन अब हामी एउटा खतरा मान्छेले देखाउन लाग्छौँ तपाईँहरूलाई ट्याक्क लगाएर उहाँ चाहिँ हाम्रो अनि उता के हो हतिरबाट आउनु भएको होइन इन्जिनियर साहब टक्क देखाउन लाग्छौँ उहाँलाई देखाउँदैछौँ हामी चाहिँ उहाँ हुनुहुन्छ होइन इन्जिनियर साहब है उहाँ हुनुहुन्छ खाना खानुभयो ल मासु सासु खाएर उहाँ आउनुहुन्छ माथि ट्याक्क भेटौँला माथि प्रतीक्षामा हुनेछौँ भर्खरै आएको जान्छौँ ल त्यसो त्यही भेट्छौँ ल लङ भने काट्न दिँदैन किन कटिङ गर्ने आयो न मुजी ओए मुजी हाय आयो भन न म हेलो साइकल मुजी दौडिरहेको छ फाइनली मैले चाहिँ एकदम इम्पोर्टेन्ट मान्छेलाई भेटाएको छु म चाहिँ उहाँको बिग फ्यान हो तर उहाँको चाहिँ होइन अर्को मान्छेको बिग फ्यान हो ऊ चाहिँ खगेन्द्र सुनारको कफी हो ढाँटन कसम हो होइन अहिले हामीले पब्लिक गर्दैछौँ यो भिडियोलाई सबैले सेयर लाइक गरिदिनु होला अनि म चाहिँ हिँड्न नसकेको अवस्था छ नाजुक अवस्थावाला मान्छे होइन मैले चाहिँ यहाँबाट चाहिँ एमआरपी भ्लग्स र सुरिचे भाउजूलाई एकदमै मिस यु गरेको छु तपाईँहरूले चाहिँ साथ सपोर्ट गरिदिनु होला भन्दछु हेर ढाक्लीहरू हाँसे चाहिँ हाँस्न सक्नु हुँदछ भन्दछु पब्लिकहरू कति धेरै छ नि हेर्न सक्नुहुन्छ सबै यो मन्दिरको लागि दर्शन गर्न आएको हो नि तर म चाहिँ मेन भनेको चाहिँ भ्लग बनाउन आएको छु मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला हेर्नुहोस् हाम्रो राम्रो राम्रो डोल्पाको पौडीहरू पनि छन् त्रिपुरा सुन्दरी नगरपालिकाले धेरै धन्यवाद एकदमै बाटोहरू पिच गरेको अवस्था छ पहिला एकदमै खडुस र ग्राभेल बाटो त्यो अहिले चाहिँ टुएको एकदमै राम्रो बनाएको छ हामी डोल्पावासीहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु हाम्रा नेताज्यूहरूलाई हामी चाहिँ नेताहरूको पछाडि चाहिँ लाग्दैनौँ त्यही पनि हामी सुझाव र सल्लाह दिन चाहन्छौँ हाम्रो नेताहरूले गर्ने हो हाम्रो विकास भनेको हाम्रो नेताहरू भनेको देशको खम्बाहरू हो यहाँको मेरोलाई सलाम आलेकुम है त्यही हो फाइनली हामीले सबैले होइन बलगम खाएको अवस्था छ हामी देखेर हेर्न सक्नुहुन्छ कसरी फुलाउने भन्ने कुरा नि हामी सिकाउन चाहेका छौँ स्टेप नम्बर 1 मा टाक्लु बनाउने टाउटा फु गर्ने मेरो चाहिँ धेरै मैले फुलाउन सकेन गाइज के गर्नु हेर्न सक्नुहुन्छ यो चाहिँ डोल्पाको प्रसिद्ध मन्दिर रहेछ
तर म मन्दिरमा दर्शन गर्न आएको होइन, भ्लग बनाउन आएको। बिकज आई एम क्रिस्चियन। तपाईँहरूले अन्त नसोच्नु होला, किनभने म चाहिँ एकदमै परमेश्वरमा विश्वास गर्दछु। मेरो सुसमाचार पनि तपाईँहरूलाई यहाँबाटै बताउने छु। हिँड्न सक्नुहुन्छ, जिप पनि आइरहेको छ। हामी चाहिँ भुटानको लामी डाँडामा छौँ। त्यो मान्छे खाली दुकान हल्दी उठ्नु लाग्यो को फेरि आमा पहिला फुकेर रेकर्ड गरेर राख्नु अहिले पनि दिँदैछु र म चाहिँ अहिले गाना गाउँछु होइन। तपाईँहरूले मैले गाना गाएको पनि सुन्न चाहनुहुन्छ। गाना चाहिँ गाउनुहुन्न, भजन गाउनुहुन्छ। भजन गाना सबै गाउँदछु। कहाँ हो तपाईँ? तपाईँले म भन्दैछु, म चाहिँ एकदमै गाना गाउन आइरहेको छु। मैले चाहिँ एउटा डोल्पाको लागि एउटा गाना सुनेको थिएँ, त्रिपुरा के अरे त्रिपुराको मन्दिरैमा सुनको गजुरा औला बटरिँदै घुम्दै सुपल बजार हामी चाहिँ एकदमै थाकित भएको अवस्था। गाइज हामी चाहिँ बजारबाट तुरीको बिना जुम्लाबाट बगाइल्यायो मन बुझाउनु किन बरा हेर्न सक्नुहुन्छ पब्लिकहरू एकदमै राम्रा एन्ड ब्युटिफुल भएर आएका छन्। दिदीहरू हाई गरिदिनु न, हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु भन्नु, सब्स्क्राइब पनि गरिदिनु होला च्यानललाई। तोडफोड गरी जोड्नुहोस् स्वयं जिउनुहोस्। ओ बहिनी यहाँ त घोडा पनि आइरहेका छन्। घोडा हेर्नु यहाँको चाहिँ यिनीहरू चाहिँ फाइनली क्रस फायर भन्दा कम छैनन्, क्रस फायर नै हुन्। फस ओ दुई गियर उकालो तान्दैन। बोल न म कुण्डो बोल्नु। उहाँ चाहिँ सिङ्गर हुनुहुन्छ, गाना गाउनुहुन्छ। उहाँको बाउको पहिरो चढ्यो उहाँलाई फाइनली। म गाना त गाउँछु। उहाँ चाहिँ हाम्रो पार्टीमा सबैभन्दा अशक्त गेडा झरेको मान्छे हुनुहुन्छ। भने जति छ हो उहाँको चाहिँ दुई वर्ष बाद कति सब्सक्राइब चाहिँ बाइक जस्तो है, जहाँ पिच त्यहाँ मात्रै हिँड्न चाहने, अन्त चाहिँ हामी हिँड्न चाहँदैनौँ होइन। यहाँ चाहिँ धनी गरिब ह्यान्डसम नराम्रो भन्ने हुँदैन, जसले पट्यायो कलर इज डजन्ट म्याटर, वाइट इज डजन्ट म्याटर होइन। लभ इज लभ इज नट फक। उहाँ चाहिँ हाम्रो सुरक्षाको लागि हाम्रो नगरको एकदमै हलदार साहब हुनुहुन्छ, नगर प्रहरी सिपाही उहाँको चिन्दैन मैले, म चिक्छु। यो हाम्रो चाहिँ यहाँ पर्सनली हामीले म्यानेजर राखेको छौँ। 12 बजे मात्रै उहाँ चाहिँ हाम्रो जोगी जोगी ऊ चाहिँ हाम्रो बोरीघाट, ऊ चाहिँ हाम्रो केही असुख पर्यो भने यो छ नि यो मेरो म त मान्छे ठुलो यो अनुहार नपरेको भने यहाँ म मात्रै हो, अरू सबै अनुहार परेको छन्। अब यो गरेर राम्रो बनाउनु।
पछि बोले बोल मन्दिर ओ नमस्ते नमस्ते के छ कहिले आइस ल कडा हामी चाहिँ अब त्रिपुराकोट यसो गएको छौँ होइन यो त आछौँ होइन पसिनाले कट्टु भिजिसक्यो गाइस है पसिनाले कट्टु भिजिको यहीँ बसौँ एकचोटि यहीँ बसौँ नमस्ते के छ भाइरल मान्छे लकडा हो यो चाहिँ हाम्रो भाइरल मन्दिर हो मान्छे भन्दा पनि अब झ्याउ लाग्यो त्यही पाउँछ भन्न यहाँ त मान्छेले जे माग्यो त्यही पाउँछ नि भित्र चोखो मनले माग्नु पर्यो होइन यो ठाउँमा जे माग्यो त्यही पाइन्छ अरे नि त्यही हो फाइनली यो चाहिँ हाम्रो मन्दिर होइन त्रिपुरा सुन्दरीको विशेष पुजारी हुनुहुन्छ उहाँ चाहिँ हामी प्रवेशद्वार मेन द्वार प्रवेश गर्दैछौँ फाइनली हामी यताभन्दा हामी उतै जान चाहन्छौँ छोरो ढाकिलियो आइगो सबै होइन यो कायकरो हुने ठाउँ यो चाहिँ हाम्रो बारी जुफालतिरको भ्यू हो भने यो चाहिँ यस्तै अब यो मन्दिरदेखि हाम्रो चाहिँ यो बगर एरिया हो होइन तलबाट जुन हामी भात खाएको ठाउँ हो होइन भात खाएको ठाउँ हो भनेपछि यहाँदेखि हाम्रो यो चाहिँ हाम्रो मन्दिर होइन देख्न सक्नुहुन्छ टक्क लाएर मन्दिर चाहिँ देखिरहेको छ है दुईवटा फुलहरू यता फुलिरहेको छ होइन साइडमा अब त्यही हो फुलहरू यतापट्टि फुलिरहेको छ होइन तपाईँहरू चाहिँ एकदमै राम्रो मान्छेहरू